हेर्नुहोस् मेजोरिटीको गभर्मेन्ट आइसकेपछि मान्छेमा कन्फिडेन्स बढ्यो, बालेन लिड गर्ने र अहिलेको मन्त्री परिषद देखिसकेपछि झन् मान्छेमा कन्फिडेन्स आयो। त्यसपछि अर्थमन्त्रीले गरेको पहिलो निर्णयले निजी क्षेत्र त बेपत्ता उत्साहित भयो हैन, बेपत्ता राम्रो पहिलोमै भन्नु राम्रो कुरा हो त्यो, एकदम राम्रो, एकदम मन पराएछ प्राइभेट सेक्टरले, गजब गरायो, ताली नै बजाउनु पर्ने। गजब गरायो हो। यसले निजी क्षेत्रलाई यो चाहिँ भने नि यो असुली धन्दा गर्ने सम्पूर्ण चिजहरूलाई बन्द गरिदिएको छ कि गजब गरायो भने त्यो त राष्ट्रपाललाई पनि चाहिन्थ्यो होला, त्यो त आजको मन्त्रीलाई पनि पैसा चाहिन्थ्यो होला नि त। तर त्यहाँबाट नियत प्रष्ट के हुन्छ भन्दाखेरि हेर्नुहोस् तपाईँको यस्तो यस्तो चिजहरू जसले चाहिँ उद्यमी व्यवसायलाई असुली गर्नलाई प्रयोग गर्ने चिजहरू ढक 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 बन्द गर्नु भने त निजी क्षेत्र तिमी काम गरेर हामी तिम्रो साथ छौँ भने हो नि त। त्यो मेसेज क्लियर छ। धेरैले तपाईँले मन्त्रीज्यूले आँटेकै हो यो तरिका गजब गरायो भने गजब गरायो र यस्तै काम गर्दै जानुपर्छ। अब यो अरू भनेको चाहिँ अलिकति पोलिटिकल चिजहरूले चाहिँ अब अहिले मान्छे समात्यो यो समात्यो भन्नेले के हुन्छ फेरि बाटोमा अब ढुङ्गामुढा हुन थाल्यो भन्ने कुराले मान्छेको अलिकति कन्फिडेन्स कता कता भइरहेछ। तर यो अनबाइस्ड भएर काम गऱ्यौँ हामीले भनेपछि क्ल्यारिटी भइहाल्छ। अलिकति हुन्छ नि त्यो क्ल्यारिटी बादल सादल फाट्यो भने फेरि ठिकठाक हुन्छ। अब कन्फिडेन्स क्रिएट हुँदा बित्तिकै निजी क्षेत्रले पैसा इन्भेस्ट गर्छ, फेरि इकोनोमी चलायमान हुन्छ। त्यो इकोनोमी चलायमान हुँदा बित्तिकै चाहिँ अनि अब यो अलिकति राम्रो भइसकेको चिजलाई आउँदो बजेटले चाहिँ एकदम वेलकमिङ गर्नुपर्छ।